Bro, Milo. हाम्रो यो के हो यो बकरी मटन यो खसी खसी हो यो खसीको यो सामान बाजा जस्तो हुन्छ गाउने त अर्को खसी हाम्रो यता मामाजी हुनुहुन्छ सर हुनुहुन्छ हाम्रो यो पुच्छर हो यो पुच्छर हो यो चाहिँ खुट्टा हो अर्गानिक बाख्रा हो एकदम ओरिजिनल नाम त सम्झि यता मटनका साथ तपाईँ यता आउनु ल म चाहिँ मटनमा यसो कटिङमा छु साथीले मजाले हेरेर खाइदिएर हैन एकदम यो लगभग 40-45 किलोको मटन अर्गानिक मटन हो यो एकदम ए हातमा हाल्नु चाहिँ तर पिसेरमै हुन्छ नि ल ठीक छ यार बाख्राको छाला हैन हाम्रो यो लेखावरलेको लेखाले कटिङ गरिरहेछ यो अर्को आयो यो के हो कुन यसको नाम यता हेर बल्ल अचानक उठाएर खालमा पटै यो लाउने हो लाउने के छिटो अब सुन्नु बकरीका मटन है हेलो 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 गाइस गोरुज भन्दिन हामी सबैसँग गाइस गोरुज सब ठिकठाक छ फिटफाट छ हाम्रो यो पनि छ भाइ नर्सिङ हड्डी नभएको नसी नसाभएको मान्छे कता के छ जेठा जेठाले हेर्ला नि त मटन कटिङ हुँदैछ हाम्रो माथि लेखाबाट आएको लेखाले काटिरहेको खसी पनि लेखेबाट आयो खसी पनि लेखेको फेरि यो अर्गानिक खसी हो अर्गानिक यो पनि छ हाम्रो माले यो समात्य कलेज फोक्स देखाउने के गर्न फेरि यस्तो यार हाम्रो ललित जङले पुरै तोडफोड गर्न लाग्नु भयो कटिङ मास्टर त्यसलाई पनि यसो छेउतिर लिएर मसार्दै गरे हुन्थ्यो कटिङ मास्टर हुनुहुन्छ ओके यसो छेउतिर लिएर मिक्स गर्नेमा मात्रै गाइजहरु हामी प्रत्यक्ष भिडियो हामी गरिराख्छौँ अहिले यसलाई एन्ड गरौँ हाम्रोमा समय बाँकी छ हाम्रो समय समाप्त भयो समाप्त भएछ